guys, what's up? Welcome back to my new vlog. नयाँ vlog भन्दा नि फर्स्ट vlog है हाम्रो है दामीकटबाट। यहाँ हाम्रो अर्जुन दा है। अर्जुन दा यता होइन होला। यता हाम्रो सन्तोष। के छ सन्तोष? कहाँ अरे नान कलै उठाइदिएन कि है आज है अब एकछिन उता गएर आमै को त्यता को के अरे को छ गएर हेर न आजबाट भ्लग सुरु है एउटा केक ल्याऊँ न आजबाट भ्लग एउटा केक ल्याऊँ न के दुईटै हो ओके देन ल्याउनुहोस् लगाइज केक आइसक्यो केक खाम होला है लगाइजहरू हाम्रो मोटे भाइले पहिला सधैँ दुईवटा केक खान्थेन तर आज चाहिँ त्यहाँ पनि एउटा मात्रै भएर एउटा मात्रै हान्यो डाइट फेरि अरूले डेजर्ट चाहिँ पछि खान्छन् मोटे भाइले त फेरि सुरुमै डेजर्ट खाएर बल्ल खाना हान्ने कि तर हाम्रो के हो भन्दाखेरि हाम्रो मोटे भाइलाई चाहिँ हामीले एडिट गरेर मोटो बनाएको हो है भाइ चाहिँ पातलो हो है कुरा बुझ्नु होला मोटे भाइ चाहिँ पातलो हो हामीले एडिट गरेर फुलाइदिएको हो एआई भनौँ न है के हो एआईले हो हामीले मोटे भाइले यत्रो बनाएको म चम्चै खाइदिन्छु क्या हो लगाइस् अब मोटे भाइले केक खाएपछि सकेपछि भेटौँलाई ल गाइस हामी चाहिँ यहाँ होइन 350बाट निस्किसक्यौँ मोटे भाइले यहाँ खाएर पनि पे पनि हानिसक्यो ल जाऊँ होला दामीकट अब के हो ल अब मोटे भाइले खाना नि खाइसक्यो होइन जति खाए पनि के भनौँ अब नखाए नि खाए जस्तै हो तर लास्टै खान्छ होइन यो पेट हेर्न सक्नुहुन्छ मोटे भाइको पेटमा जादु छ है केटा हो घैँटो र अब हाम्रो पुस 3 गते भोलिबाट लेखनाथ महोत्सव सुरु हुँदैछ होइन हाम्रो चाहिँ एउटा स्टल छ मोटे भाइलाई राखेर टिकट काटेर मोटे भाइलाई देखाउने भन्ने के होला के छैन गाइस यसै गफानीको हाम्रो अब यहाँ तालचोक नि हेर्न सक्नुहुन्छ होइन लेखनाथ महोत्सव सुरु हुन लाग्यो भनेको यहाँ बाटो पनि बनिसक्यो 2 लेनकै बाटो बनिसक्यो है गाह्रो छ जिन्दगी अब 4 लेन हुन्छ यहाँ 4 लेन भइसक्यो ल हाम्रो चाहिँ दामीकट होइन जो पनि कपाल काट्न इच्छुक हुनुहुन्छ आउनु होला पार्किङको पनि व्यवस्था छ गाइस बनिसक्यो बाटो आउनु होला राम्रो के हो यो अहिले चाहिँ अब हामी कतै गइयो भने भेटौँ ल भित्र ल गाइस है अब चाहिँ हामी यसर जानु लागेको छौँ अब यहाँ झौला है दामीकटमा पनि बस्न है अब यसर गरेर चाहिँ चुप्लुक्क गरेर बसेर आउन यसो है अब के गर्ने अब यो टेल सिडी है राम्रो है सिडी है हामीले नयाँ कुरा देखाउनु लाग्यो हाम्रो के जाने र केकल्यान्डको बारेमा भन्नु न तपाईँहरूलाई यदि मिठो राम्रो सस्तोमा केक चाहिएको छ भने कन्ट्याक्ट केकल्यान्ड यता यहाँ इन्स्टाग्राम राख्दैछु मैले है यो बाई ओ दिदीलाई बन्द हो ल यसर यसा माटमा है अब हामी तपाईँहरूलाई केही सस्तो मस्तोमा सामान चाहिएको छ भने हाम्रो एसआर मार्टमा राम्रो राम्रो दिदीहरू नै हुनुहुन्छ
एकदम के किन्ने मोटे भाइ अब भ्लग त अनि अब आइसक्यो त के हो जाम को हो त्यता ल यस्तो चिल हान्ने मान्छे भेट्यो थियो फर्क्यौँ होला मान्छे धेरै रहेछ फर्क्यौँ होला हामी यसरी चाहिँ छिर्ने बित्तिकै निक्ल्यौँ है रमाइलो हो तोर पाल्छ नि है हिमालय हेर न हिमाल ल गाइस कस्तो बब्बाल भ्यू है भ्यू ल है गाइस हामी फेरि दामी गठमा जान्छौँ झ्याउला एकदम के अरे यहाँ सहरमा बस्दै झ्याउला मान्छे धेरै रहेछ गाइस मान्छे धेरै भएको जाने नपर्छ हो हामी फेरि नयाँ नयाँ भ्लगर यस्तो यस्तो बसले गरेर साउन्ड पोल्युसन भयो हाम्रो हो Robin Sports एकदम संस्कारी दिदी कोही केटा इच्छुक हुनुहुन्छ भने यहाँ बिहा गर्न आउनु सक्नुहुन्छ अनि दिदी हेर्न सक्नुहुन्छ पोचाइ लगाइ हेरौँ त एकदम राम्रो ल बिहानीर जाप अब हामी एकछिन पछि भेटौँ ल गाई चाहिँ अब हाम्रो दादा चाहिँ भात खान जान लागेको छ है ल है गाई चाहिँ नि हामी चाहिँ म चाहिँ एकछिन दामीतिर जानु पर्यो अब त्यति बेलासम्म हाम्रो दाजु चाहिँ भात खान घिच्न जान्छ मैले त केही पनि खिचेर आएन हाम्रो है इन्ट्रो दाजु है यता हाम्रो सन्तोष यहाँ प्र्याक्टिस गर्दैछन् है अनि यहाँ यस्तै जाम हुन्छ यहाँ लेखनाथ टालचोकमा है एकैछिनमा जाम हुन्छ एकैछिनमा भ्याइन्न र अनि त्यही त हो ल है हाम्रो दामी वी आर ओपनिङ 8 AM के अरे 1930 चाहिँ क्लोज है 1930 क्लोज है 1930 लगाइछ कताको लगाइछ भन्दै देखाएको अरे डेन्जर देखाइदिएर उता हाम्रो ट्रेनिङको बारेमा भन ल है हाम्रो गुरु मास्टर अर्जुन गुरुङ मास्टरको अनि अर्को हाम्रो सानो मास्टर म चाहिँ गएँ अनि यहाँ हाम्रो आउनु होला भनिदिएको भनियो नि कस्तो होला र तपाईँ भन्नु नि त केही भन्दिनँ म बोल्दिनँ तिमीसँग साँच्चै किन तिमी नानी खाने नि हिँडिहाल्ने आज नानी खानु पाएन कि फोन उठाएन फोनै उठाइदिनु तिमीसँग रिसाए जस्तो छ त्यसलाई त्यो आज भ्लग हानिदिएको नि जहिले नान दुइटा खाइदिन्छ भनेर रिसाए जस्तो हो र ल है अनि एकछिन बाहिर जाम है हामी म त जान्नु हाम्रो इन्ट्रो वाट्सएप कहाँ गयो तपाईँको बाइक कता छ केमा गयो त नि ए यहाँ रहेछ के हो कुन चाहिँ हो कालो डी हो बाई बाई ल गाइस
झाउला हो झाउला यस्तो हेर्दै बस्छ नि गुरुहरू पनि यस्तो छन् औडा रहेछ काम गाइस अब 350 फेरि झाउला ल 350 त जामै झाउला झाउला आज यत्तिकै ब्लग फुल होला जस्तो छ ल 350 है ल है ल गाइस है अब म 350 बाट निस्केँ झाउला झाउला यताबाट यताबाट यता यति मात्रै छ काम मेरो अरू केही छैन नान मगाउने नान खाने नानले पनि आज कलै उठाइदिएन कि फेरि टेन्सन फेरि यहाँ नानलाई कल हानेको नानले उठाइदिएन कलै छैन यहाँ है अर्जुनलाई कल हान्दै भनेको उठाउँदै हान्ने चाहिँ भएन मैले हानेको उठाइदिएन मेरो त कल त के गर्ने अर्जुनलाई के गरौँ आज भात दे मलाई भोलिले भात दियो ओके एकछिन झाउला कि के गर्ने आज भ्लग बनाऊँ भनेको 6 मिनट पारी भइसक्यो होइन आज के त्यस्तै 10 मिनट 15-20 मिनटको हाल्छु होइन फेरि घटाउन सक्छु के थाहा पार्ट 2 पनि आउन सक्छ कि के थाहा है अरे झाउला है के गर्नु यता हाम्रो दामी गर्दै यता प्रवीण दाई यता या तीनटा क्यामेरा देखाएर ए क्वालिटी को लगाएछ है अब चाहिँ म घर चल्नु नलाग्यो घर चल्दै सान्न लाग्यो है म अब घर चल्दिस कि नचलौँ युट्युबर हो होइन होइन फर्स्ट टाइम ए ल मेरो एकदम सुमो भाइको युट्युब च्यानल यो पनि आउँछ है आउँछ यो पनि आउँछ मलाई बाल आउँछ है यो पनि आज परिन दाल दबाई खानु भएन गाइस भनिदिनु ल गाइस म अब घर जान लाग्यो अट्न त अटियास त फोनमा है के अरे तल गएपछि कस्तो 0.5 मा गरिदिएको 0.5 मा राम्रो चलाउनु दामी देखियो के अरे अब तल गएपछि भेटौँला है क्यामेरामा अटेने गाइस है अब जान्छु ल बाई बाई अट्न त अटियास त ठीक हो बाई भाइ भाइ रे त हजुरलाई बाई भनेको बाई भाइ रे पास दिउ बाई के बाई भाइ रे अहिले तपाईँको कानको पनि त्यो भित्र केही भयो जस्तो छ कि दिमागको मात्रै हो काम गर्दै ल म गएँ बाई हङकङ भाइरल होला के थाहा भाइरल हुन्छ कि के अरे म अघि स्कर्पियोले मलाई ठोकिदियो ल बाई नजाउँदा भन्दै थिएँ म गइहाल्यो ल जात नि भेन्छु भन्दै ल म जान्छु के कता अब हङकङ जान नसके नि हङकङ बजारसम्म चाहिँ जान्छु हो ल अर्जुन दाई बाई तपाईँ आज क्लास गएन कामबाट आएको भर्खरै कामबाट आएको भर्खरै ओ ओके के काम भनेर सोध्दैनस् के काम हो न्यापको न्यू भलिबल कोच उफ कङ्ग्रेचुलेसन भन्दैन कङ्ग्रेचुलेसन्स
है सर हँसो लाग्ने गरिदिन्छ मेरो बन्दना ल भाइ भाइ 5 दिन नभन्दा दिँदै ल भाइ गयो भाइ गयो अब ओहो सन्तोष टिकटक बनाउन लाग्यो क्या हो ल गयो भाइ जाम होला घरतिर जाम होला हट guys, that's the end of the video. अनि फर्स्ट ब्लगको कस्तो लाग्यो के अरे रिस्पोन्स दिनु होला अनि लाइक सेयर सब्सक्राइब चाहिँ हान्न नबिर्सिनु बेल आइकन अन चाहिँ गर्न नबिर्सिनु होला है ल बाई बाई